लाफिङ बनाउने प्रोसेस चाहिँ मजाले हेर्नुहोस्। अलिकति भिडियो लामो हुन सक्छ, केही छैन। पहिले चाहिँ तपाईले मैदालाई चाहिँ पास राख्नुपर्ने छ डल्लो बनाएर। अनि जब पास भइसकेपछि चाहिँ यसलाई यसरी पानीमा मजाले मुस्नुपर्ने छ। मुसिसकेपछि चाहिँ यो यसको पुरा दामी यसको अब झोल भनौँ न है, लिक्विड निस्किन्छ। यो लिक्विड निस्केर चाहिँ यसरी छानेर चाहिँ तपाईले यसलाई चाहिँ पास राख्नुपर्ने हुन्छ। मजाले राखिसकेपछि पानी जति चाहिँ यसको बादमा तारेपछि चाहिँ यसरी तपाईले मुनिबाट यो त बाफमा पकाउनु पर्ने हो। यसरी पानी उमाल्नुहोस्। तपाईको फ्रेम अहिले चाहिँ हामीले यसको जुगाड गरिरहेको छ यो प्लेटकै। यसरी फ्रेम हुन्छ अनि फ्रेममा चाहिँ मजाले पानी उम्लिन थालेपछि चाहिँ हल्का त्यसमा प्लेटमा चाहिँ हल्का तेल दलेर चाहिँ त्यसलाई त्यहाँ माथि राखेर चाहिँ के गर्नुपर्छ भन्दा त्यहाँ माथि जति राखिसकेपछि अघिको जुन अब हामीले लिक्विड भनेको थियो नि, त्यो लिक्विड चाहिँ यहाँबाट चाहिँ अब टक्कसँग के गर्नुपर्छ भने यसमा हाल्नुपर्छ हो। अब यहाँ हेर्नुहोस् ल कसरी हाल्नुपर्छ। यो टक्क अघिको लिक्विड यहाँ यसरी हाल्दै गर्यो। यसरी मजाले मिलाएर हाल्यो। 2 डाडु लगभग जान्छ यसमा। अनि त्यहाँदेखि टक्क मिलाएर हालिसकेपछि चाहिँ यसलाई के गरिदिनुपर्छ भन्दा सेम मोमो पाके जस्तो टक्कै 2-3 मिनट चाहिँ यसलाई लाग्छ पाक्नुको लागि। पाकिसकेपछि यस्तो कलरमा टक्क बाहिर निस्किन्छ है। निस्किसकेपछि चाहिँ तपाईको मसलाहरू यसरी रेडी गर्नुपर्ने हुन्छ। यो चाहिँ खोर्सानीको पेस्ट हो, तपाईको तिल हो, अनि सबैभन्दा 12 मसला एकै लसुन भने जस्तो चाहिँ लसुन चाहिँ सबैभन्दा मेन यसको मसला हो। लसुनलाई चाहिँ बारीकीसँग मजाले चप गर्नुपर्छ काँचै। अनि तिल भयो, यसरी यो पेस्टहरू, अलिकति सोया ससहरू हालेर यसलाई मजाले मसला बनाउन सकिन्छ। अझ यसमा इन्ग्रेडियन्ट्सहरू अझ मिसाउँदा हुन्छ, जस्तै लसुनको पत्ता भयो मजाले काटेर हैन, मजाले लगाएर चाहिँ यो एउटा मसला पनि बनाउन सकिन्छ। अनि यसको साथसाथमा अब यो यसमाथि के हाल्ने भन्दाखेरि चाहिँ यो मसला लगाइसकेपछि तपाईले क्रिस्पी नुडल्स लाइक तपाईले वाइ पनि यसमा दिन सक्नुहुनेछ। नभए तपाईले क्रिस्पी त्यो जुन चाहिँ नुडल हुन्छ त्यसलाई चाहिँ मजाले एकखेप तेलमा फ्राई गरेर चाहिँ फेरि यसमा मजाले मिलाएर लगाएर दिन सक्नुहुन्छ। यस्तो रोटी हुन्छ हो, यस्तो दामी हुन्छ। अनि यसमा लगाएर दिइसकेपछि मजाले पिरो चाहिँ एकदम डिमान्ड रहेछ। पिरो हुन्छ अरे लाफिङमा चाहिँ मजाले पिरो बनाउनु पर्ने छ। माथिको गेटबाट धुवा नउडे तलको गेटबाट चाहिँ अवश्य धुवा उड्ने खालको पिरो चाहिँ चाहिन्छ अरे हैन। यो चाहिँ एकदमै अहिले चल्तिरहेछ, सबैतिर चलेको। अनि त्यही भएर चाहिँ हामीले पनि सुरु गरेको छौं यो लाफिङ चाहिँ। अनि हेर्नुहोस् लास्टमा फाइनल डिजाइन चाहिँ यस्तो खालको आउँछ। अनि मजाले खाने हैन, इन्जोय गर्ने अनि चटक्कसँगले यो नयाँ आइटम्सलाई पनि एक्सपिरियन्स गर्ने। एकदमै बब्बाल दामी मिठो हुन्छ। धेरै मेहनत पनि छ, मेहनतको साथसाथमा मिठो पनि हुन्छ। त्यही हो, अलिकति मेहनत चाहिँ छ, जानेर गर्यो भने घरमै पनि हामीले आसानीसँग गर्न सकिन्छ। तपाईहरु पनि यो भिडियोको जसरी मैले बताएँ त्यसरी गर्दै जानु भने अवश्य पनि तपाईले एकचोटी ट्राईमा बनाउनु हुनेछ। फेरिदेखि बादमा तपाईले मजाले बनाएर खान सक्नुहुनेछ। के कस्तो लाग्यो भिडियो लाइक, कमेन्ट एन्ड फलो गर्न नभुल्नु होला।